Okay, so what's the difference between machine learning algorithm and models? Algorithm र मोडल्समा के फरक छ त त्यो हेरौँ है त. An algorithm is a step by step process used to learn patterns from data. भनेको चाहिँ यो चाहिँ स्टेप बाई स्टेप एउटा प्रोसेस हो. इट इज अ सेट अफ इन्स्ट्रक्सनहरू मात्र हो कि. जस्तै एल्गोरिदम अरू पनि हुनसक्छ, जस्तै डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम हामीले हेरिन्छ. जस्तै क्विक सर्ट, मर्ज सर्ट, जुनले चाहिँ नम्बरहरू चाहिँ सर्टिङ गरेर एउटा डेटा स्ट्रक्चरमा राख्छन्. त्यस टाइपको यो पनि एउटा एल्गोरिदम हो कि, जुनले चाहिँ डेटालाई चाहिँ समथिङ केही प्रोसेस गर्छ भनौँ न. त्यहाँबाट चाहिँ केही प्याटर्नहरू लर्न गर्छ, फाइन्ड गर्छ भनौँ. मसिन लर्निङ एल्गोरिदम क्यान बी डिस्क्राइब युजिङ म्याथ्स एन्ड स्युडोकोड. म्याथ एन्ड स्युडोकोडबाट चाहिँ त्यसलाई हामीले डिस्क्राइब गर्न सकिन्छ. यहाँ नि हाम्रो यो मसिन लर्निङ एल्गोरिदममा के इन्क्लुड हुन्छ त भन्दाखेरि म्याथ्सको कुराहरू पनि हुन्छ होइन, जस्तै लिनियर अल्जेब्रा अनि म्याट्रिक्सको कुराहरू आउँछ. र एन्ड स्युडोकोड भनेको चाहिँ यो चाहिँ एउटा प्लेन सिम्पल इङ्ग्लिस ल्याङ्ग्वेजमा चाहिँ हामीले त्यसलाई डिस्क्राइब गर्न सकिन्छ. एल्गोरिदम डज नट नो एनिथिङ अबाउट स्पेसिफिक डेटा अहेड अफ टाइम. इट्स अ जेनरल मेथड द्याट कुड रन अन एनी डेटा सेट. यो चाहिँ एउटा जेनरल मेथड मात्र हो कि, सेट अफ इन्स्ट्रक्सनहरू मात्र हो. कुनै पनि जुन कुनै डेटा सेटमा पनि रन गर्न सक्छ अथवा एप्लिकेबल हुन्छ होइन. अब स्पेसिफिक फर्मेटको डेटा सेट मात्र भनौँ. जुन स्पेसिफिकली भन्नुपर्दा अनि इक्जाम्पल्सहरू के हो त भन्दाखेरि ग्रेडियन्ट डिसेन्ट, नर्मल इक्वेसन, ब्याक प्रोपागेसन अर अर्डिनरी लिस्ट स्क्वायर. यो चाहिँ एउटा थोरै जम्मा 4वटा मात्र हो. अरू धेरै एल्गोरिदम्सहरू पनि हुन्छ. जस्तै हेरौँ, इक्जाम्पल हेरौँ. फर लिनियर रिग्रेसन, यो पनि एउटा मसिन लर्निङ मोडल हो भनौँ होइन. मोडल फ्यामिली, लिनियर रिग्रेसन चाहिँ एउटा मोडल फ्यामिलीभित्र पर्छ भनौँ. वान कमन एल्गोरिदम इज ग्रेडियन्ट डिसेन्ट. लिनियर रिग्रेसनमा चाहिँ हामीले के गरिन्छ भन्दाखेरि चाहिँ मेनली चाहिँ कन्टिन्युस डेटा चाहिँ प्रेडिक्ट गर्न खोजेको हुन्छ नि त. कन्टिन्युस डेटा भन्नाले चाहिँ कुनै नम्बर, न्युमेरिक नम्बर चाहिँ हामीले प्रेडिक्सन गर्न खोजेको हुन्छ. त्यसमा चाहिँ एउटा एल्गोरिदम युज हुन्छ, जस्तै ग्रेडियन्ट डिसेन्ट. अरू पनि एल्गोरिदम युज हुन्छ, जस्तै अर्डिनरी लिस्ट स्क्वायर अथवा नर्मल इक्वेसन होइन, जसमा चाहिँ म्याट्रिक्सहरू युज हुन्छ. त्यो मध्ये चाहिँ अहिले चाहिँ ग्रेडियन्ट डिसेन्ट चाहिँ यसलाई इक्जाम्पल लिएर गरौँ है त. जस्तै यसको स्युडोकोड कस्तो हुन्छ भन्दाखेरि स्टार्ट विथ द ऱ्यान्डम भ्याल्युज अफ डब्लु एन्ड बी. जस्तै लिनियर रिग्रेसनमा हाम्रो मेन जुन इक्वेसन छ त्यो चाहिँ जस्तै डब्लु एक्स प्लस बी हुन्छ नि त. यो भन्दा खास हाम्रो लिनियर रिग्रेसनको चाहिँ एउटा मोडल फ्यामिली भनौँ होइन. मोडल फ्यामिली अथवा इक्वेसन भनौँ. लिनियर रिग्रेसनको चाहिँ एउटा स्ट्रेट लाइन पत्ता लगाउनुपर्छ त्यसमा चाहिँ होइन. अनि त्यसैको यो इक्वेसन. अब यसमा हामीले चाहिँ यो एल्गोरिदममा चाहिँ ग्रेडियन्ट डिसेन्ट एल्गोरिदम चाहिँ कसरी काम गर्छ भन्दाखेरि स्टार्ट विथ द ऱ्यान्डम भ्यालु अफ डब्लु, वेट र बाइसको चाहिँ ऱ्यान्डम भ्यालुहरू लिने, रिपिट अन्टिल कन्भर्जेन्स यानि कतिसम्म रिपिट गर्ने. त्यसमा चाहिँ दुईवटा कन्डिसन हुन्छ. मानौँ जबसम्म प्रिभियस भ्यालु अफ डब्लु एन्ड बी आर इक्वल टु द न्यू भ्यालु अफ डब्लु एन्ड बी, त्यतिखेरसम्म चाहिँ चलाइ गर्ने. अथवा एउटा म्याक्स नम्बर अफ आइट्रेसनसम्म चाहिँ चलाइ गर्ने, यो लुपमा चलाइ गर्ने. जस्तै अब यहाँभित्र लुपमा चाहिँ के हुन्छ भन्दाखेरि प्रेडिक्सन हुन्छ. अहिले धेरै टेक्निकल डिटेलमा नजाउँ. कम्प्युट एरर अथवा लस फङ्सन लगाएर चाहिँ लस क्यालकुलेट गर्ने. कम्प्युट द ग्रेडियन्ट भनेको चाहिँ कति चेन्ज भयो त भनेर चाहिँ त्यो क्यालकुलेट गर्ने र अपडेट गर्ने. न्यू है त, यो डब्लु न्यू, यो बाइस न्यू. त्यो चाहिँ कसरी क्यालकुलेट हुन्छ भन्दाखेरि पुरानो वेट माइनस लर्निङ रेट इन्टु डिएल अपन डिडब्लु, जुन चाहिँ ग्रेडियन्ट हो होइन फर वेट. अनि लास्टमा चाहिँ यो कन्भर्जेन्स भइसकेपछि चाहिँ हामीले रिटर्न लास्टमा फाइनल डब्लु र बी चाहिँ
रिटर्न गर्छ होइन। त्यही नै हुन्छ हाम्रो यहाँ चाहिँ मानौँ कुनै पनि एउटा भ्यालु y इक्वल्स टु 7.2x प्लस 47 मानौँ यो भ्यालु यो 7.2 चाहिँ हाम्रो बायस वेट, यो 47 चाहिँ हाम्रो बायस, यो नै हो। लास्टमा यो नै हो हाम्रो मोडल। यस्तो हुन्छ जस्तै मोडल भनेको चाहिँ इट इज अ आउटपुट अफ अ मसिन लर्निङ एल्गोरिदम रन अन अ डेटा। जस्तै मानौँ अहिले हाम्रो इक्जाम्पलमा मानौँ के छ भन्दाखेरि नम्बर अफ आवर्स स्टडी अनि यता यहाँ मार्क्स कति आवर स्टडी गर्यो र मार्क्स कति ल्यायो। जस्तो 1 2 3 4 गर्यो, यता यहाँ 30 40 50 60 यस्तरी हुन्छ नि त। अब भनेपछि अब जुन अघिको हाम्रो जुन ग्रेडियन्ट डिसेन्ट एल्गोरिदम छ त्यो लगाएर चाहिँ हाम्रो लास्टमा जुन यो डब्लुएक्स प्लस बी जुन यो डब्लु र बीको भ्यालु आएको थियो जस्तै 7.2x प्लस 47 यही हो हाम्रो मोडल। यो मोडल कसरी भयो त भन्दाखेरि यो डेटामा रन गरेर एउटा वेट र बायस चाहिँ फाइनली पत्ता लगायो। यो अनुसार चाहिँ हाम्रो एउटा लाइन बन्छ, लिनियर रिग्रेसनको केसमा एउटा लाइन बन्छ जुन चाहिँ मानौँ यो डेटा सेटहरू छ, यसले चाहिँ यो डेटा सेटमा चाहिँ एउटा पर्फेक्ट जुनको चाहिँ एरर लस चाहिँ एकदम कम हुन्छ नि त्यो लाइन क्रिएट गर्छ कि यसले चाहिँ। अब नयाँ डेटा सेट आएको खण्डमा उसले चाहिँ एकदम अलि बेस्ट प्रेडिक्सन गर्न सक्छ है त। यो भयो हाम्रो मोडल। यहाँ चाहिँ त्यही भन्नु खोजेको, मोडल इन्क्लुड्स लर्न्ड प्यारामिटर्स वेट्स रुल्स अर स्ट्रक्चर द्याट क्यान नाउ बी युज टु मेक अ प्रेडिक्सन। त्यही नै हो प्यारामिटर्सहरूको चाहिँ भ्यालुहरू जस्तै यहाँ चाहिँ वेटको बायसको भ्यालुहरू पत्ता लगाएको छ, तिनीहरू चाहिँ युज हुन्छ फर न्यू प्रिडिक्सन होइन, टु मेक अ प्रिडिक्सन अन अ न्यू डेटा सेट। इट रिप्रेजेन्ट वाट वाज लर्न बाई मसिन लर्निङ एल्गोरिदम्स है त। इट रिप्रेजेन्ट्स वाट वाज लर्न बाई अ मसिन लर्निङ एल्गोरिदम। यसले चाहिँ के लर्न भयो त होइन, एल्गोरिदम लगाएर के डेटाहरू आयो, के भ्यालुहरू आयो त्यो भन्ने चाहिँ त्यसले चाहिँ रिप्रेजेन्ट गर्छ। द मोडल इज द थिङ that is said after running a machine learning algorithm on training data and represents the rules, numbers and any other algorithm specific data structure required to make prediction। अब लास्टमा जुन यो मोडल आयो त्यो मोडल चाहिँ हामीले कस्तो गरिन्छ भन्दाखेरि यसलाई चाहिँ हामीले यसमा प्रोसेस कस्तो हुन्छ भन्दाखेरि y इक्वल्स टु wx प्लस b छ। यो एउटा इक्वेसन लिनियर इक्वेसनको मानौँ इक्वेसनमा चाहिँ हामीले एल्गोरिदम लगाउँछौँ। इक्जाम्पल ग्रेडियन्ट डिसेन्ट एल्गोरिदम लगाएर चाहिँ हाम्रो एउटा ट्रेन्ड मोडल पत्ता लाग्छ। जस्तै 7.2x प्लस 47 भन्ने चाहिँ एउटा मोडल पत्ता लाग्यो होइन। यसलाई चाहिँ कस्तो गर्नु भने यसलाई सेभ गरिन्छ अन हार्ड डिस्क। यसलाई अर्को प्रोसेस लगाइन्छ, जस्तै सिरियलाइज गर्ने भनिन्छ कि। सिरियलाइज भनेको चाहिँ जुन यो यस्तो फर्ममा आएको छ नि त्यसलाई चाहिँ एउटा बाइट स्ट्रिममा कन्भर्ट गरेर चाहिँ डिस्कमा चाहिँ सेभ गर्ने, सेभ टु डिस्क। अब यो कुन फर्ममा सेभ गर्ने भन्दाखेरि जस्तै नर्मल फाइल जसरी सेभ गर्ने कि। जस्तै एउटा यस्तो मोडलहरू सेभ गर्ने फाइलको एक्सटेन्सन एउटा हुन्छ जस्तै .pkl होइन, अनि .path अनि अरू पनि हुन्छ। त्यस्तो चाहिँ एउटा हार्ड डिस्कमा सेभ गरेर र नयाँ डेटामा प्रिडिक्सन गर्नु पऱ्यो भने चाहिँ त्यसलाई चाहिँ लोड गर्ने अन ऱ्याममा लोड गर्ने र नयाँ डेटाको जुन त्यो भ्यालुहरू चाहिँ दिने र प्रिडिक्सन गर्छ त्यसले चाहिँ है त। त्यही नै हो यहाँ इक्जाम्पल लिनियर रिग्रेसन मोडल चाहिँ y इक्वल्स टु wx प्लस b हो। ट्रेन मोडल y इक्वल्स टु 7.5x प्लस 42 यो एउटा चाहिँ होइन ट्रेन मोडल जस्तो भयो।
जुन चाहिँ हाम्रो डेटामा चाहिँ डेटामा एल्गोरिदम लगाएर त्यो एल्गोरिदम लगाइसकेपछि त्यसको यो वेट र बायस पत्ता लगाइसकेपछि होइन निस्केको यो भ्यालु अब यो भनौँ यो ट्रेन मोडल हो। इक्जाम्पल जस्तै प्रेडिक्टिङ एक्जाम स्कोर फ्रम आवर्स स्टडी, यो चाहिँ अब नयाँ स्टुडेन्टले चाहिँ मानौँ 6 आवर स्टडी गरेछ भने त्यसको चाहिँ स्कोर कति आउँछ त भनेर चाहिँ प्रेडिक्ट गर्नमा हेल्प हुन्छ। ओके।